Giving up is not in the blood, sir. It's not in the blood. स्पोर्ट्स को टिम अन्तिम एक प्लेयर नोफियर माथि निर्भर छ मान्यलाई झाउ निकाले नोफियरले दुई प्लेयरलाई नक त निकालिएको छ एलिमिनेसन पोइन्ट सिक्योर गर्न पाइन्छ पाइदैन ओके यहाँ 1-on-1 मा आइसक्यो अब त स्टोरी लाइन शटगनको साथमा देखिन्छ लागि हुन त अस्तिको ग्रुपको कुरा गर्ने भने पनि उनीहरुको द होरा भर्सेस गडएलको स्टार्टिङमा नै होरले एक एलिमिनेसन सिक्योर गर्न पाए छैन यास्नामा पनि क्लास हुन सक्ने सँगसँगै लाकोमा पनि क्लास हुन सक्ने हामी सुन्दै थियौ उता ओर स्पोर्ट्सले खाता खोलिसकेको छ विथ एलिमिनेसनको रोन्डोलाई हामी इनिशियल एलिमिनेसन राम्रै निकाल्ने भनेर एभ्री टाइम देखाइरहेको छौं गडलाइकै प्लेयरलाई हान्न भ्याएछन् ओर स्पोर्ट्सले कपल अफ एलिमिनेसन त्यहाँ ओर स्पोर्ट्सको हातमा गडएलको लागि पहिलो काजोल्दी बन्न पुग्यो टच गर्न देउथुला मोर देन 100 त्यो हामी हेर्छौं बट गडएल भर्सेस ओराको बीचमा फाइट भइराख्दाखेरि स्लिपीलाई नक निकालेका थिए वता ओर स्पोर्ट्सले 6 एलिमिनेसन पाइसकेको छ लास्ट बचेका प्लेयर सायद अफ सिक्योर जाने थिए जिगलले त्यहाँ आनेका छन् कपल अफ एलिमिनेसन सायद आयो कि जस्तो लाग्यो मलाई आयो 3 एलिमिनेसन आयो ओरले A7 लाई फेरि रोक्न भ्याएछ गर्दिन सक्छ नम्बर प्रेसरको लागि आउन खोज्दैछ रेजीलाई डाउन निकालियो एक्सेल जन अगाडि 1-on-1 को लागि जानु पर्ने हुन्छ स्काई यदि मौका मिल्छ भने त्यो मौका गुमाउन उनी पक्कै पनि चाहने त थिएनन् तर भाइटालिटी जुन तरिकाले ओभर एक्सटेन्ड गर्दैछ उनीहरु पनि रिस्क लिन चाहेराखेका छैनन् स्काई सेकेन्ड गनमा स्विच गर्नको लागि शॉट गन छैन जिगलले नेट फालेका हुन् सही ठाउँमा सायद फालेको छन् भनेर आश गर्दैछु म मोलोटप पनि आयो युटिलिटी पनि टम भइरहेको छ सायद एक्सेलले पुछे यहाँ म बाँच्न गाह्रो छ नेट पनि त्यही साइडमा रहेको थियो एचपी यति कम भइसकेको थियो एक्सेलको कि उनले केही गर्न मिल्दैन अनि फाइनल्ली अघिल्लो म्याचमा त मिस भएको थियो बट यो पाली मिस हुने छैन